हेलो साथीहरु, सेवा नमस्कार, वेलकम ब्याक टु माई युट्युब च्यानल। यहाँ सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत गर्दछु। अनि आज चाहिँ हामी मन्दिर जाँदैछौँ। किन त्यो उयो भइरहेछ हौ? के पो उयो हो त्यो टेकेर उफ्रिनु एक आन्टी त्यो एकचोटि टेक्नु त। उयो झुन्डिरहेछ हौ। आज चाहिँ हामी मन्दिर जाँदैछौँ। उहाँ चाहिँ हुनुहुन्छ मेरो निनी, यता फर्केर आइ भनिदिनु। अनि आज चाहिँ स्पेसल के रहेको छ भन्दाखेरि आजको दिन चाहिँ हाम्रो पुसाइ खस्नु भएको कति 4 वर्ष कि कति वर्ष भयो? 5 लाग्यो आजदेखि नि खस्नु भएको चाहिँ आजको दिन फागुन 23 गते को दिन। अनि त्यही भएर उहाँको नाममा चाहिँ हामी बाती बाल्नुको लागि मन्दिर गएको। खासमा चाहिँ आज चाहिँ 4 पुरा भएर 5 लाग्नु भएको छ। आएन रे। अहिले चाहिँ हामी हेरिटेज स्कुल छेउमा पुग्न आँटेको छौँ। यहाँ त म त काम गरेर आउँदाखेरि यस्तो कुद्थेँ कि यहाँ सुसाइड गर्ने अस्ति नै क्या त केटी थिएन भन्ने देख्नु भएन? एउटा केटी सुसाइड गरेको कोठामा गर्यो भने न। उयो यो घर हो नि त। अनि अब यहाँ चाहिँ यति चाहिँ उयो हेर्नु न, खोल्सा छ नि त। यहाँदेखि चाहिँ कसैलाई कहिले फोन गर्दै कसैलाई स्पिड। अनि रात पर म खासमा त्यस्तै भयो त नगएको त, एक्लै भएँ। अब सिसरी जानु छोड्नु भयो। तल्लो लाइनबाट भेटिन्छ। अब मन्दिर जाँदा भरे त्यता बाटो गयो निस्केन भन्छ भन्दा माथि बाटो बस्छ नि। ऊ त्यो अरे भन्छ उयो उतापट्टिको होइन हौ मासको। अब हामी यताबाट सर्टकट झर्नु पर्ने हुन्छ। नमिलाको आजको दिन बिहान त तपाईहरु त सान्चेमा जानलाई रेडी हुँदै हुनुहुन्थ्यो होला हैन पुसैसँग? ए अनि यतिखेर त कति बजे अहिले? 8-9 यति 8:30 अब यतिखेर चाहिँ रोटी पोल्दै थिएँ हैन। म सुरुदेखि भन्छु ल। अब हामीले चाहिँ म चाहिँ सोध्दैछु। बिहानै बजे 3 बजे उठेँ हैन। अनि उठेर त्यतिखेर बस्दै थियो। अनि बस्दै धन्दाहरू गरे अनि अहिले फोन गरे क्या कल्पनाले, किसानको बुढीले। अनि आज निम्तारीहरूलाई काट्दै जाऊ नि, के गर्नुको मान्छे भएर भन्नु त्यस्तै बोल्छ नि त। ला ढिलो भइसकेर उठेर सबैले व्यवस्थाहरू गरेँ। अनि त्यसैलाई चियाहरू बनाइदिएँ। अनि पनि उठ्यो। अनि हातले गर्दाखेरि के गर्नु हुन्थेन। अनि त्यहाँदेखि चिया खाएर चाहिँ अनि कान्छा पनि ठिक खाइसक्यो दिपक अनि त्यहाँदेखि गएको नि। कति हामी 4 बजीतिर गएको। त्यत्रो बिहान पो है? गएको अनि जाँदाखेरि फेरि कोही आएको थिएन। सबै भनेको रहेछ। अनि गयौँ चियाहरू खायौँ। अनि त्यहाँदेखि गाईहरू बसायो हामी। उनीहरू आउँदो खानाहरू बसायो। अनि कामहरू गर्दै गर्दा चाहिँ यस्तो काग करायो क्या वरिपरि। अनि कराएछ। अनि हाम्रो पुसै चाहिँ यस्तो उकालो फर्केर थु यो कागहरूले के गर्नु हुँदैछ भन्दै लड्दै कुदिँदै थियो। देख्दै थिएँ भनेको किन लड्नु भएको चाहिँ? उकालो चढ्दा चिप्लेर। ए चिप्लिँदै। त्यहाँदेखि रोटीहरू पोल्नु थाल्यो भने आएर त्यो कृष्ण दाइले फोन गरेको गर्नु भइसक्यो। अनि त्यहाँ चाहिँ उहाँको बिहेको सुट छोडेको थियो क्या। अनि बिहेको सुट छोडेको थियो। त्यो अब बिहे चाहिँ आजै फेरि उसको सालोको जानुपर्ने इन्डिया। अनि त्यहाँदेखि एकैछिन उभाइरहेको थियो क्या गाडी। त्यहीँ दोकान छ। एकैछिन पुऱ्याउनु गएर आइहाल्छ साह्रै बोलायो भनेपछि त्यस्तो भयो के भयो।
ए त्यस्तो चाहिँ हिँडेको थियो अनि एक्कासी अनि कुमार दिवाली कान्छीले कति फोन गरेर मैले उठाइरहेको छु कुमार दिवाली पनि उयो माथि रेसम लड्यो अरे भन्यो होइन हिजो अब पुऱ्याएको थियो नि त दिनबाट चल्यो त त्यतिको लड्यो होला भनेर सम्झेँ त्यस्तो भएको हो क्या खासमा अब यो एकचोटि ताजा हामीले स्मरण गरेर सम्झ्यौँ अहिले चाहिँ अब यहाँ मन्दिर आइपुगेको छौँ बाँदरहरू रहेछ कस्तो छुच्चा बाँदर हो भाइ त्यसले त हेर्नु न आइहाल्ला जस्तो गर्दैछ त चक्लेट चाहिँ किनेको छैन आन्टी ऊ त्यहाँ गएर चक्लेट किनेर लिएर आउनु त तल होइन हौ तल मिठाईहरू नचढाउने त मूर्तिको छेउमा यो भाइले चाहिँ जिस्काएको गर्दो रहेछ अनि छुच्चा भइरहेछ ए स्कुल ढिलो भएन कति राम्रोहरू कति बज्यो 9:20 डान्स देखाइदेऊ त किन छ मसँग पक्रेको पक्रिनु देऊ न पक्रिने गरी पक्रेन अहिले उसलाई मात्रै दियो अर्कोलाई देऊ त्यही दादा हुँदो रहेछ नि त धेरै हातमै दियो भने पनि थाप्ने रहेछ यिनीहरूले त उयो सानो सानोलाई देऊ न ऊ अनि यिनीहरू त झन् पुरानो नि कहाँ पो जानुभयो छिटो गर्नु नि घन्टी 9 बजे जानु अब हेर्नु न कुकुरसँग टोक 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 काले काले समा 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 बादलले समा खोइ दानी टिके ओइ टिक बहादुर टिकाराम आई हामी चाहिँ अहिले चाहिँ अब यहाँ चाहिँ यसरी नै गीत बजेर तनाव हुन्छ क्या यहाँ चाहिँ आज अब हामीले के भन्छ बाती बाल्नु पर्ने हुन्छ यहाँ चाहिँ ओम
रहेको छ। यस्तो ल्याइदिनु भएछ के यस्तो त्यस्तै त ल्याउनु भएछ त। खासमा त्यो काँचो धुप उयो हुन्छ नि त्यस्तोले गर्थ्यौँ नि त हामी त सधैँ। मलाई यस्तो चाहिएको छ क्या काँचो भनेको त्यो यस्तो बटार्यो तेलमा चोबेर गर्ने खालको चाहिँ यस्तो चाहिँ। तर उसले चाहिँ त्यहाँको मान्छेले सिंगाबारीमा नचला र केही छैन यिनीहरू त नसक्नु के छ बाँदर भन्ने चिज चाहिँ नि सिधी धेरै फटा भएछ आजकल त बाँदरहरू। यहाँ चाहिँ यस्तो फोहोर हुन्छ अनि यो गरेर निकाल्नु पर्ने हुन्छ। बाँदरले एकदम डिस्टर्ब गर्यो क्या साथीहरू। झोला पनि यसरी उयो यसरी बोकेर गर्नुपर्ने हुने भयो। साँच्ची नै आज त हामी मन्दिरहरू नआएको पनि कति भयो। त्यस्तै हुनु छोड्यो क्या पहिला जस्तो नि कुदेको हिँडेको यति साह्रो त थिएन के मन्दिर मान्छेले बिहे गरेको के अरे अब के त्यो फोटोसुटहरू गर्छ नि मरेको बेलामा पनि त्यस्तो एउटा राख्नु पर्ने नि आन्टी। कस्तो कस्तो कर्मकाण्डहरू हुन्छ अब गरिन्छ नि त। मलाई चाहिँ हो त्यो पनि रहर लाग्छ क्या। त्यो चाहिँ होइन कि अनि मलाई चाहिँ हो यस्तो कति अब याद हुन्छ नि अब भ्लगहरू बनाउँदा अब हेरौँ न त सबै छ यो त्यहाँदेखि छैन यस्तो लाग्छ क्या मलाई चाहिँ छ त्यसो त्यस्तो। अनि 20,000ले अब 20,000ले सबै त्यो के भन्छ बिहेहरूमा 20,000ले फोटोग्राफ हुन्छ भने त्यस्तै बरु बोलाएर खर्च गर्दा नि के हुन्छ। म एक्कासी त्यस्तो याद आयो क्या हिजो अस्ति। अनि केही त हुँदैन मर्यो सक्यो न याद न के त्यो फोटोहरू त्योहरू थियो भने त कमसेकम यसो हेर्नु पछि नातिहरूले हेर्छ कोले हेर्छ कति राम्रो हुन्छ होइन। अनि त्यतिखेर त मतलब त्यस्तो चाहिँ कस्तो भने अब हामी घरको भएर घरकैले गर्नु चाहिँ फेरि अप्ठ्यारो हुन्छ क्या त्यहाँ चाहिँ त्यस्तोमा चाहिँ भिडियो फोन सकिँदैन पनि। अनि कहाँ त्यस्तो हुन्छ त्यतिखेर चाहिँ कस्तो भन्ने त्यो रहर सुनाइराख्यो भने चाहिँ अब कसै न कसैले गर्छ नि त त्यस्तो भन्दाखेरि क्या। यसलाई बाँध्ने कस्तो भयो नि अनि त्यसले
तर साह्रै धेरै गाह्रो बनायो हावा आएर। हावाले गाह्रो बनायो नि। अन्त बेलुका पनि बाल्दा हुन्छ नि यो। अन्त बाल्ने भनेर भएको थियो कि अनि त्यही भएर चाहिँ बिहान त हावा साह्रो आउँदो रहेछ। तर पनि हाम्रो आन्टीले पछि हट्नु हुने अरे क्या, हात जले। कस्तो गाह्रो हुन्छ नि, जहिले यस्तो हुन्छ क्या। भएको ठाउँमा यो चाहिँ, अनि यहाँ चाहिँ बत्ती बालिसक्नु भएको छ। यहाँ तलदेखि हेर्दा यस्तो देख्यो लु यताभित्र। अनि तपाईँ गइहाल्नुहुन्छ बेमा। के गर्ने अरे ए खासमा उहाँ पाहुना हो नि त, म त आइराख्ने मान्छे हो, त्यही भएर म आज अलिक नगरेँ। उता फिक्कल मेरो फुपू मेरो फुपू हो। अनि उहाँको भाकल थियो, त्यही भएर आउनु भयो। अन्त तपाईँ कति को 2-3 जना चाहिन्छ होइन त्यो आरती गर्न त? 2 जना हुनुहुन्छ र त। माथि त्यो माइस्थानमा पनि लाउनु हुँदाखेरि अस्ति एकचोटि चाहिँ पशुपतिको उयोमा त्यो आरतीको त्यस्तै ल्याइन त। अब त्यहीँ जलाइदिनु हुन्छ होला। त के पो भन्छ यो ए चम्मर, यो पनि चलाउनुहुन्छ त्यो दिन? आरतीको पापों पापकर्मां संभवत्रायमाण पुनरेकाच्यं सर्वपापहरो बाबा कपिले सर्वदेवानां पूज्यते रोहिणी तीर्थादेवानि शांति प्रयक्षमे सच्चिदानंद रूपिणी विश्वरूपाभ्यां सरस्वती महालक्ष्मी महागौरी श्री कृष्णाय वयं नमः। मनोवती राखिले सूर्यसमप्रभा निर्विघ्नं कुरु देवं सर्वकार्येषु सर्वदा। देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातरं जगतोऽखिलस्य प्रसीद विश्वेश्वरी पार्वतीशं तमेश्वरी। हामी यहाँ फोटो खिच्दैछौँ, भिडियो बनाउँदैछौँ साथीहरू। यतिको बनेर निस्केपछि त फोटो भिडियो त खिच्नै पर्यो। यहाँ चाहिँ बसिराख्नु भएको छ, अनि यहाँ चाहिँ म छु। अनि त्यस्तो साडी अब हामी सकेर जान्छौँ। यहाँ चाहिँ अब अन्तिममा जाने बेलामा एकदम। आज तपाईँ के भन्नु चाहनुहुन्छ भन्नु त? के अरे तपाईँको आज कति समयको भाकल पुरा भएको छ? 1-2वटा शब्द जाओस् न। के भन्न चाहन्छु भने यसरी उयो नगरी त अनि भन्ने हुँदैन, त्यो त काट्नुपर्ने हुन्छ र। भन्नु न। अब धेरै अब 1 वर्षमा एकचोटि आउने हो होइन, यसको दिन मरेको दिनको यादहरू। अनि उसलाई केही कष्ट नहोस्, जहाँ भए पनि सुख आनन्दले बिताओस्, मरेर गए पनि उसलाई पछुतो नहोस्। अनि हामीलाई धेरै आशीर्वाद दिइरहोस्, कहीँ जस्तै अप्ठ्यारो परिस्थितिहरूमा पनि हामीले सामना गर्न सकौँ। अनि भगवानको भन्दा धेरै माथिबाट माथि ठुलो आशीर्वाद चाहिँ उहाँको चाहिन्छ, साथ चाहिन्छ। द्याट्स इट। बाई बाई।
त्यस्तो रहेको छ कुराहरू चाहिँ साथीहरू। त्यही भएर खै मैले बोक्नुपर्ने के हो? सबै मै बोक्दैछु त नि, त्यही बोक्नु। त्यो चाहिँ त्यस्तै हो क्या, हामीलाई सबैभन्दा धेरै आशीर्वाद। अहिले चाहिँ अब हामी फर्किँदैछौँ। यहाँ चाहिँ बिस्कुट अनि मुराई लिएर हामी चाहिँ यहाँ बाँदरलाई दिनुको लागि आउनु भइरहेको। तेरो खिक्सी जति छ बाहिर निकालिदिएर फेरि यस्तो खान्छस् कि। छिटो छिटो उयो छरिदिनु भुइँमा, उयो भुइँमा। टोक्दैन हौ, टोक्दैन, एउटा मात्रै नगर्नु न, छरिदिइहाल्नु न। साथीहरू हामी चाहिँ मन्दिरबाट आएर खानाहरू खायौँ सबैजना बाहिर, अनि खाना खाएर चाहिँ अहिले चाहिँ बसिरहेको छु। अब मैले भिडियोलाई चाहिँ अब यहीँ इन्ड गर्नुपर्ने हुन्छ। आजको दिन चाहिँ यस्तै भयो, मन्दिर गयौँ आयौँ, खाना अब त केही कामै हुँदैन अनि जाने कतै ठाउँ छैन, त्यही भएर मैले भिडियोलाई यहीँ इन्ड गरेँ। यतिन्जेल हेरिदिनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद। यसरी नै माया गरिदिनु होला। सेतो भयो सबैजनाले, भिडियोलाई लाइक गरिदिनु होला, मेरो च्यानल सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ।